हाई साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो अर्को ब्लगमा। सन्चै आरामै हुनुहुन्छ? आशा गर्छु हजुरहरू सन्चै आरामै हुनुहुन्छ र भनेर। र म नि सन्चै छु, ठिकै छु, आरामै छु। अनि आज चाहिँ बिहान म चाहिँ मेरो ब्लड टेस्ट थियो। म ब्लड टेस्टको लागि हस्पिटल गएको थिएँ। अनि हस्पिटलबाट ब्लड टेस्टमा ढिलो पनि हुन्छ हैन। मेरो सुगरको टेस्ट थियो। सुगरको टेस्ट गर्नको लागि अब बिफोर र आफ्टर सुगर टेस्ट गर्दाखेरि चाहिँ टाइम लाग्छ। अनि मार्केट नि पसेँ हैन। अनि मार्केटबाट सामान अब आफूलाई चाहिने सामानहरू 1 महिनाको लागि अब घरिघरि मार्केट गइँदैन। त्यही 1 महिनाको लागि चाहिँ सामानहरू लिएर आइसकेको छु। हेर्नु साथीहरू मेरो सामान यहाँ राखेको छु सामानहरू। अनि साथीहरू आजको ब्लग चाहिँ म यस्तै अब के गर्छु भनेर थाहा चाहिँ छैन, तर ब्लग चाहिँ बनाउँछु हैन। साथीहरू सब्जीमा चाहिँ गाजर छ, गाजर ल्याएको छु सलादको लागि। गाजर काँक्रा सलादको लागि। प्लास्टिक हुन्छ साथीहरू राख्नुपर्छ, फोहोर फाल्न काम हुन्छ। साथीहरू मेरो सब्जी हेर्नु, काँचो केरा ल्याएछु सब्जी खानलाई। टमाटर, साग, परवल, यता नि के छ भने खोर्सानी, कागती, अनि म यहाँ छु। अहिले म सब्जीहरू राख्छु अनि हजुरहरूसँग फेरि भेट हुन्छु है। अनि के साथीहरू कहिले कहिले चटपट नि खान मन लाग्छ भनेर पूजा नि लिएर राख्छु हैन। साथीहरू म त सब्जी राख्दा थकाइ नि लागिसक्यो हैन। हेर्नु भद्रगल अब चाहिँ साग केलाउनु बाँकी छ, धनियाँ केलाउनु बाँकी छ। हजुरहरूलाई कोलाई मनपर्छ नि काँचो आम साँधेको? मलाई चाहिँ एकदम मनपर्छ साथीहरू काँचो आम हैन। आउनु साथीहरू खाना। यम्मी छ, अमिलो। मेरो थन्कमनको सकेको छैन हैन। एउटा सब्जी सँगै मेरो लागि एकचोटि सुस पनि ल्याएको छु। हेर्नु साथीहरू कस्तो छ मेरो सुस बनाउनलाई। म चाहिँ सामान थन्कमनको गरिसकेर चाहिँ सफा गर्छु हैन। अब 7 बजिसक्यो साथीहरू, 7 बजिसक्यो हैन। अब आज के सफा गरेर राख्यो भने त त्यति सुत्नु पाइन्छ नि, भोलि सुत्नु लाग्यो।
मेरो साथी साथी मेरो बेड साथीहरू मेरो आज काम धेरै छ कि काम सकेको छैन। साथीहरू मेरो काम चाहिँ सकेको छैन होइन। अहिले चाहिँ बिर्सिरहेको थिएँ। अहिले चाहिँ 29 कि 30 हो अहिले तारिक। अहिले 29। अन्धै भिड छ होइन। साथीहरू म चाहिँ काम सक्छु ल। काम सकेर चाहिँ बिस्किट काम भयो होइन। खाना खान थालेको रोटी र सब्जी। साथीहरू आजको यो ब्लगलाई म यहीँ एन्ड गर्न जाँदैछु। हजुरहरूलाई आजको मेरो यो छोटो मिठो ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। यही भन्दै आजको यो ब्लगलाई म यहीँ एन्ड गरेँ। बाई, गुड नाइट।